5 फेब्रुअरी 1985 मडेइरा टापुको सान्टो एन्टोनियो भन्ने गरिब बस्तीमा क्रिस्टियानो रोनाल्डो दोस्रो म्यानुएल दोस सन्तोस एभिरोको जन्म भयो। परिवारको आर्थिक अवस्था यति जर्जर थियो कि 3वटा सन्तान पाल्नै धौधौ परिरहेका बेला चौथो सन्तान जन्माउन आमा मारिया डोलोरेस डराएकी थिइन्। उनले डाक्टरसँग गर्भपतनको मागसम्म गरेकी थिइन्, तर डाक्टरले अस्वीकार गरेपछि छिमेकीको सल्लाहमा उनले घरेलु उपायका रूपमा उम्लिएको तातो बियर पिएर र पेट नदुखुन्जेल दौडेर गर्भ फाल्ने प्रयास समेत गरेकी थिइन्। तर भाग्यको खेल अर्कै थियो, त्यो बालक जन्मेरै छाड्यो। घरमा खानेकुराको सधैँ अभाव हुन्थ्यो। बुबा डिनिस एभिरो किटम्यान सामान ओसार्ने काम गर्थे र रक्सीको कडा कुलतमा फँसेका थिए। त्यो अभाव र अशान्तिका बीच सानो रोनाल्डोको एउटै सहारा थियो, एउटा फुटेको फुटबल। छिमेकीहरू भन्थे, रोनी पढेर केही गर, फुटबलले पेट भर्दैन। तर उनी भन्थे, म फुटबलर बन्छु। उनी दिनभर सडकमा खाली खुट्टा प्लास्टिक र कपडाका पोका बनाएर खेल्थे। साथीहरू खाना खान घर जाँदा उनी भोको पेट नै बलसँग अभ्यासमै बोल्थे, किनकि उनलाई थाहा थियो यो बल नै उनीहरूको गरिबी बदल्ने एकमात्र माध्यम हो। 12 वर्षको उमेरमा जीवनले ठूलो मोड लियो। पोर्चुगलको ठूलो क्लब स्पोर्टिङ लिस्बनले उनलाई एकाडेमीमा छनौट गर्यो। तर मडेइरा छाडेर 100 माइल टाढा मुख्य सहर लिस्बन जानुपर्ने भयो। त्यो समय न त फोन सजिलै उपलब्ध थियो, न त घराउजाउ गर्ने पैसा। लिस्बन पुगेपछि मडेइराको अर्कै क्षेत्रीय भाषा बोल्ने भएकाले एकाडेमीका अरू बच्चाहरू र शिक्षकहरूसम्मले उनको खिल्ली उडाउँथे। उनी एक्लो महसुस गर्थे। रात परेपछि होस्टेलको कोठामा सिरकभित्र मुख लुकाएर रुनुबाहेक उनीसँग केही विकल्प थिएन। कहिलेकाहीँ आमालाई पठाउने चिठीमा र दुर्लभ फोन कलहरूमा उनी मडेइरा फर्किने इच्छा देखाउँथे, तर आमाले उनलाई सम्झाउँथिन्, हामीसँग पछि हट्ने कुनै बाटो छैन छोरा, तिमीले नै हाम्रो परिवारलाई यो गरिबीबाट निकाल्नु छ। अझै सङ्घर्ष सकिएको थिएन। 15 वर्षको उमेरमा मेडिकल परीक्षणका क्रममा डाक्टरहरूले रोनाल्डोको मुटुको धड्कन असामान्य रूपमा छिटो चल्ने समस्या पत्ता लगाए। उनीहरूका अनुसार उनले फुटबल खेल्न छाड्नु पर्थ्यो। तर परिवारको सहमतिमा मुटुको लेजर अपरेसन गरियो। अपरेसनको केही दिनमै उनी पुनः मैदानमा फर्किए, अझ बढी लगनशीलता र तीव्र गतिका साथ। सन् 2003 को अगस्त 18 वर्षको उमेरमा स्पोर्टिङ लिस्बनबाट खेल्दै गर्दा म्यान्चेस्टर युनाइटेड विरुद्धको एउटा मैत्रीपूर्ण खेलले उनको भाग्य बदलियो। रोनाल्डोको गति र ड्रिब्लिङ देखेर युनाइटेडका भेटरान डिफेन्डरहरू समेत अक्कबक्क परे। खेल सकिने बित्तिकै म्यान्चेस्टरका खेलाडीहरूले म्यानेजर सर एलेक्स फर्गुसनलाई आग्रह गरे, यो केटालाई जसरी पनि हाम्रो टोलीमा ल्याउनुपर्छ। सर एलेक्स फर्गुसनले रोनाल्डोको प्रतिभा पहिचान गरे र तत्कालै उनलाई म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध गराए। रोनाल्डोले 28 नम्बर जर्सी माग्दा फर्गुसनले अस्वीकार गर्दै भने, होइन, तिमीले जर्ज बेस्ट, डेभिड बेखम र एरिक क्यान्टोनाले लगाएको ऐतिहासिक 7 नम्बर जर्सी लगाउनेछौ। यसरी मडेइराको गरिब बस्तीमा जन्मिएर गर्भमै मेटिन खोजेको त्यो बालक अफिसियली CR7 बन्ने बाटोमा अघि बढ्यो। ओल्ड ट्राफर्डको मैदान अब एउटा नयाँ इतिहासको साक्षी बन्दै थियो। इङ्ल्यान्डको मौसम र प्रिमियर लिगको कडा शारीरिक फुटबल 18 वर्षको रोनाल्डोका लागि केही पनि सहज थिएन। सुरुका दिनहरूमा मैदानमा धेरै ड्रिब्लिङ गरेको र सजिलै लडेको भन्दै समर्थक र मिडियाले उनको आलोचना गरे। तर सर एलेक्स फर्गुसनले उनलाई एउटा बाबुले जस्तै मार्गदर्शन गरिरहे। तर सन् 2005 को सेप्टेम्बरमा रोनाल्डोको जीवनमा सबैभन्दा ठूलो वज्रपात पर्यो। अत्यधिक रक्सीको सेवनका कारण उनका बुबा डिनिस एभिरोको 52 वर्षको उमेरमा कलेजो बिग्रिएर निधन भयो। जति बेला बुबा अस्पतालमा अन्तिम सास फेर्दै थिए, रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्ने तयारीमा थिए। बुबालाई बचाउन उनले संसारको सबैभन्दा महँगो उपचार गराउन खोजेका थिए, तर पैसाले पनि बुबाको ज्यान बचाउन सकेन। बुबाको निधनको केही दिनमै उनी मैदानमा फर्किए। उनले आँसु पुस्दै अठोट गरे, मेरो बुबाले मलाई विश्वको सर्वोत्कृष्ट खेलाडी बनेको हेर्न चाहनुहुन्थ्यो, अब म त्यो सपना पूरा